सो हामी चाहिँ सिधै मेन टपिकमै जाऊँ। हाम्रो सिक्वेन्सियल सर्किट भनेको चाहिँ के हो भन्दाखेरि जुन हाम्रो नर्मल अगाडिसम्म जुन हामीले पढाइ कम्बिनेसनल सर्किट थियो नि त्यसमा चाहिँ जस्ट गेट्सहरू युज हुन्थ्यो। एकचोटि इनपुट दिँदा एकचोटि आउटपुट आउँथ्यो अनि कुरा सकिन्थ्यो होइन। बट सिक्वेन्सियलमा के हुन्छ भने यसबाट निस्केको आउटपुट चाहिँ एउटा मेमोरी भएर सेभ हुन्छ जो चाहिँ अर्कोचोटि इनपुटमा गएर युज गर्न मिल्छ के। सो सिक्वेन्सियल सर्किटमा चाहिँ एउटा मेमोरी युनिट हुने भयो होइन। सिक्वेन्सियल सर्किट इज अ टाइप अफ कम्बिनेसनल सर्किट विथ अ मेमोरी इलिमेन्ट एट्याच टु इट होइन। पास्टको इनपुट चाहिँ डिपेन्डेन्ट हुन्छ नेक्स्ट आउटपुट के आउँछ भनेर। सपोज तिमीले कम्बिनेसनमा एन्ड गेटमा सपोज 1 हाल्यौ रे, 1 र 0 हाल्यौ रे, अनि तिम्रो एन्सर 0 आयो अरे होइन एन्ड गेटमा। अब तिम्रो एन्सर 0 हाल्यो त फरक परेन नि त। बट एउटा मेमोरी युनिट भइसकेपछि त्यो 0 गरेर मेमोरी युनिटमा सेभ हुने भयो, त्यसले चाहिँ एफेक्ट पार्ने भयो क्या। त्यही भएर सिक्वेन्सियल सर्किट चाहिँ यस्तो सर्किट हो जसमा चाहिँ कम्बिनेसनल सर्किटमा एउटा मेमोरी युनिट हुन्छ, मेमोरी इलिमेन्ट अट्याच्ड हुन्छ, विच मेक्स अ सिक्वेन्सियल सर्किट पास्ट इनपुटसँग डिपेन्डेन्ट होइन। अनि यो जुन मेमोरी इलिमेन्ट हुन्छ नि यसले चाहिँ क्यापेबल अफ होल्डिङ जस्ट 1 बिट हुन्छ होइन, धेरै त हुँदैन, जस्ट 1 बिट हुन्छ। अनि बाइनरी इन्फर्मेसन मात्रै स्टोर गर्छ यसले चाहिँ, जस्ट 0s and 1 बिट भनेपछि। अब जुन सिक्वेन्सियल सर्किटको मिनिमम हुन्छ नि बेस डिजाइन सिम्पलेस्ट डिभाइस, त्यसलाई चाहिँ हामी ल्याच भन्छौँ होइन। ल्याचले चाहिँ जम्मा एक बिट डेटा स्टोर गर्छ। एज यु क्यान सी सिम्पलेस्ट डिभाइस क्यापेबल अफ स्टोरिङ अर होल्डिङ जस्ट 1 बिट होइन त। अब यही ल्याचलाई चाहिँ प्रपरली डिफाइन गरेर बनायो भने चाहिँ एउटा फ्लिप फ्लप भन्छ है। अनि यही फ्लिप फ्लपलाई चाहिँ प्रपरली डिफाइन गरेर अगाडि लग्यो भने चाहिँ हाम्रो नेक्स्ट च्याप्टर आउँछ विच इज काउन्टर्स एन्ड रजिस्टर्स होइन। त्यता नजाउँ अहिलेलाई। ल्याच हो सिम्पलेस्ट डिभाइस, त्यसलाई प्रपरली डिफाइन गरेर रिफाइन गरेर राम्रो बनायो भने फ्लिप फ्लप भन्छ। सो ल्याच भनेर चाहिँ एउटा फ्लिप फ्लपको लागि अथवा सिक्वेन्सियल सर्किटको लागि चाहिँ बेसिक बिल्डिङ ब्लक हो। लाइक फर इक्जाम्पल हामीले यतापट्टि डिकोडर बनाउँदाखेरि एन्ड गेट युज गरेको थियौँ नि त, त्यसको लागि एन्ड गेटहरू बेसिक ब्लक्स भयो होइन त। इन सेम वे फ्लिप फ्लपहरू बनाउनुको लागि ल्याच चाहिँ सबसे बेसिक कुरा हो होइन त। अब लेट्स मुभ अन टु वाट अ ल्याच इज होइन त। ल्याच भनेर चाहिँ एसआर ल्याच भनेर हुन्छ होइन। यसमा एस भनेको सेट हो, आर भनेको रिसेट हो। सेट रिसेट ल्याच भन्छ है। यहाँ माथि आर छ, यहाँ मुनि एस छ। यो दुइटामा फर इक्जाम्पल अलिकति म यहाँ बुझाइदिन्छु। एउटा एन्ड गेट छ है, एउटा नर गेट छ। यो दुइटा नर गेटबाट निस्क्यो आउटपुट होइन, इनपुट गयो आउटपुट निस्क्यो। नर्मली त यही हुन्थ्यो नि त। बट यसमा चाहिँ के भन्दाखेरि यसको सेकेन्ड्री इनपुट चाहिँ अर्कोको आउटपुटसँग जोडियो के। सो इन द्याट वे चाहिँ यसको आएको जुन आउटपुट छ त्यो चाहिँ नेक्स्ट इनपुट चाहिँ यसको अहिलेको आएको आउटपुटमा डिपेन्डेन्ट हुने भयो, विच एक्ट्स एज अ मेमोरी युनिट होइन त। सो अब अर्को एउटा कुरा हेर है, यहाँ नर गेट छ भने चाहिँ यहाँ आर र एस हुन्छ। यहाँ यति यस्तो गरेर न्यान्ड गेट छ भने यसमा चाहिँ एस र आर हुन्छ। यो चाहिँ किप इन माइन्ड। अनि यो क्यु र क्यु कम्प्लिमेन्ट चाहिँ एज इट इज हुन्छ भन्नाले यसमा होइन। बट फ्लिप फ्लपमा चाहिँ त्यस्तो हुन्छ। यसमा त ल्याच र नर गेटै हुन्छ। एन्ड गेटमा चाहिँ त्यस्तो हुन्छ है, न्यान्ड गेटमा है। सो यो चाहिँ हाम्रो एसआर ल्याच भयो। यसलाई सेट रिसेट ल्याच भन्छ होइन। अब यसको ट्रुथ टेबल हेर है, यस्तो छ। अब यसले के भयो यस्तो सोचिरह होला होइन। अब हेर है 0 0 0 0 छ होइन, के भयो 0 0 0 0 0 1 1 छ, के भयो 0 1 0 0 0 छ, के भयो नि त। सो यसमा चाहिँ एस भनेर चाहिँ एसको इनपुट, आर भने आरको इनपुट, क्युएन भनेको हाम्रो फर्स्टको स्टेट भनौँ, प्रेजेन्ट स्टेट, एन प्लस 1 भनेको नेक्स्ट स्टेट भयो होइन त। अब यसलाई कता
क्युटी भनेर पनि लेखेको हुन्छ। हामीलाई चाहिँ कलेजमा चाहिँ क्युटी भनेर पढाएको थियो, बट आई जस्ट डिड एन होइन। यसमा चाहिँ के हुने भयो भन्दाखेरि एस र आर हेर है, यहाँ 0 छ, यहाँ 0 छ है। फर्स्टमा क्युएन नि 0 छ, सो यहाँ 0 आयो होइन, यहाँ 0 आयो, 0 0 0 आयो, अनि 0 0 0 आयो। बुझ्यो? बुझेन होला प्रोबेबली। यसरी भन्दा नि टेबल चाहिँ यस्तो हुन्छ कि 0 एस र आरमा 0 छ, क्युएनमा नि प्रेजेन्ट स्टेट 0 छ, अनि त्यसपछि गएर 0 0 गरेर हेर है, 0 र 0 यहाँ हाल्यो होइन, 0 आयो है। त्यसको यो के भयो, अर गेटमा 0 0 0 आयो, त्यसको कम्प्लिमेन्ट गरेर यहाँ 1 भयो होइन। नेक्स्ट स्टेट के छ, n+1 कम्प्लिमेन्ट भएर त्यो 0 भयो है। सो त्यही भयो कि अब यहाँ 0 र 1 छ नि त, हाम्रो नेक्स्ट आउटपुटले त यहाँ चेन्ज डिफाइन गर्ने भयो नि त। त्यही भएर चाहिँ त्यो र त्यो युज गरेर एन्सर 0 आयो। हेर 0 1 1 हुन्छ, 1 को कम्प्लिमेन्ट के 0 1 1 हुन्छ, 1 को कम्प्लिमेन्ट 0 भयो, अनि फेरि यता आएर नेक्स्ट स्टेटमा 0 को कम्प्लिमेन्ट 1 भएर यहाँ 1 भयो। दिस ट्रुथ टेबल चाहिँ नट अ थिङ टु वरी अबाउट होइन, किनभने यस्तो गरेर भन्दा नि यस्तै एस 0 छ भने अनि आर नि 0 छ भने इट इज नो चेन्ज होइन, नो चेन्ज भनेर हुन्छ अरे। एस 0 छ, आर 0 छ, क्युएन जे छ त्यही छ, एस 0 छ, आर 0 छ, क्युएन जे छ त्यही छ। सो एस 0 आर 0 हुँदा नो चेन्ज होइन, अनि एस 0 आर 1 हुँदाखेरि 0 छ भने 0, 1 छ भने पनि 0 छ। सो एस 0 आर 1 हुँदा 0 हुने भयो। अब एस 1 आर 0 हुँदाखेरि यहाँ जे स्टेट भयो नि, यहाँ 1 छ, सो एस 1 0 हुँदाखेरि 1। अब यो 0 लाई रिसेट भन्छ, 1 लाई सेट भन्छ होइन। अब दुइटै 1 हुँदाखेरि चाहिँ हाम्रो यहाँ डोन्ट केयर किन लेखाएको छ भन्दाखेरि यो चाहिँ फ्लक्चुएट भइहाल्छ क्या, यसलाई चाहिँ रेस अराउन्ड कन्डिसन भन्छ होइन। यो चाहिँ एकचोटि 1 आइन्छ, एकचोटि 0 आइन्छ, विच इज नट कम्प्लिटली भ्यालिड। यहाँसम्म चाहिँ टक्क नेक्स्ट स्टेपको लागि चाहिँ मेमोरीको भ्याल्यु सेट गरिरहेको थियो, बट यहाँ आएपछि चाहिँ इट फेल्ड होइन त। दिस इज अल अबाउट एसआर ल्याच। यति फङ्सनल टेबल याद गरे चाहिँ यो ट्रुथ टेबल इजिली बनाउन सकिन्छ, यहाँ भ्याल्यु हालेर टाउको दुखेर नै पर्दैन। अनि दिस इज अबाउट एसआर ल्याच। अब आई विल टेल अबाउट एसआर फ्लिपफ्लप, अनि बाँकी फ्लिपफ्लप त फ्री स्टाइल हान्ने हो।